सुलुलुलु खतरा छ डाँडो यतिको खतरा तिमी पनि भइदिए त आहा अरे के यो चाहिँ कहाँदेखिको बाटो कुन बाटो आया आया यो बाटोको नाम चाहिँ पिच बाटो रहेछ धेरै धेरै माटो अब के भन्नु यस्तै हो यो चाहिँ हामी त्यसरी जान लाग्यो है त्यही हो ला खतरा छ हौ हामी चाहिँ वहाँ माथिदेखि आएको अब वहाँ मुनि पुग्छ कुन ड्याम रे यो यस्तै हो यो खै के हो तर हो चाहिँ हो त्यो बाटो चाहिँ रसुवा जाने बाटो हामी चाहिँ जाँदैनौँ त रसुवा त्यो चाहिँ त्यो सिटी बजार भन्छ सिटी बजार त होइन यो कोलानी खतरा छ पुरै हरियाली यहाँ बस्ने मान्छे राम्रो कि ठाउँ राम्रो भन्नै सकिन्न खै दुबई होला नि म राम्रो म बाटो नि यस्तो मक्खन छ यतादेखि यहाँ नुवाकोट दरबार कहाँ हो देखाइदियो ऊ त्यो होला क्या नुवाकोट दरबार त नि त्यही ऊ त्यो हो नुवाकोट दरबार त्यहाँ घुम्न जानु ल खास पर्यटन क्षेत्रलाई विकास गरिदिनु होला यो भनेको सुनखेती यहाँ चाहिँ यो ठाउँको नाम चाहिँ किन सुनखेती भनेको भने नि यता धान धेरै फल्छ अरे क्या हो हामी माथिबाट जाने नि सुलुलुलु हामी चाहिँ उता माथि डाँडोबाट आएको माथि डाँडो अहिले त त्यहाँ पानी पर्न लागिरहेको रहेछ हाम्रो त झन् बाउले रेनकोट पनि ल्याएको छैन अरे आज भिज्दै जान्छ बाउ म भने काठमाडौँ गइहाल्छु ए होइन म त काठमाडौँ जाने हो यो बाटो चाहिँ देउराली जाने बाटो हामी चाहिँ अहिले त्रिशुली गइरहेको यो पनि अर्को बाटो हो होइन तर यो बाटो पुग्नुपर्छ त्यसैले हामी सिधै चल्दिएको यो बाटोबाट पुगिन्छ राइटिङ हुँदै हर्कपुर हुँदै जाने बाटो यो हर्कपुर हुँदै जाने बाटो हो ए यो त्यो हिजो उकालो त्यही त ऊ यहाँ चाहिँ एउटा नयाँ भवन बन्दै रहेछ स्कुल हो कोरियन स्कुल रहेछ
साउथ कोरियाले बनाइदिरहेको ऊ रसुवा उता छ रसुवा उता नुहाको भेटा कि आइतर आइरहेछ भने त टिप्पर रहेछ नेत्रवती कता हो देखाइदियो बेत्रवतीलाई हेर्नु त कता हो मलाई पनि थाहा छैन ए वहाँ हो बेत्रवती त थाहा छ मलाई यो चाहिँ यो त नि शैली तिसिली कोलनी यो चाहिँ कोलनी हो उताको चाहिँ तिसिली हो क्या ओइ ल के हो हत्ता छ नि फेरि पुरै बोम्बास्टिक भ्यू छ त हो बोम्बास्टिक भ्यू सुलुलुलु यो त्यस्तै रहेछ है केही त छैन भन्न त मिलेन कि अरे घरै घर रहेछ ओ मागो तुला खतरा धुवा फाल्दो कृपया ढोक्नु होला राधा कृष्ण मन्दिर यो चाहिँ यस्तै रह्यो अब हामी आइपुग्यो यो के चोक भन्छ नि यसलाई देउराली चोक हामी देउराली चोक आइपुगेको अवस्था यो चोकलाई किन देउराली चोक भनिन्छ देउरालीको मान्छे धेरै भन्ने देउरालीको मान्छे धेरै भएर म पनि देउरालीको मान्छे हो नि फेरि सुलुलु यो चाहिँ हाम्रो कोलोनी एरिया खाली छ अलिअलि टुर्नामेन्ट खेल्ने ग्राउन्ड आउँछ अरे यो यता त पार्टी चल्दैछ है क्या हो कसको बिहे हो शुभ विवाह बिहा पो रहेछ त हाम्रा खोला निवासीहरू यहाँ आउनुहुन्छ ओहो यो त्यो हस्पिटल चाहिँ यता पछाडि चाहिँ यो हस्पिटल हो कि होइन होइन रहेछ यो त सहरी विकास तथा भवन कार्यालय रहेछ अगाडि कुकुर चिलमा बाल्दैछ उसलाई ग्राउन्ड खतरा छ अलि भेट रहेन क्या त्यही हो आज त ठिकै छ मक्खन अब आइपुग्छ पुलिस थाना यो भनेको तपाईँहरू जस्तो फटाहरूलाई राख्ने ठाउँ हो यो पुलिस थाना म त सोझो परेँ म त बस्दैन यस्तोमा ओहो टिप्परले धुलो फालेको गरे ओहो ड्रम चाहिन्छ भने यता किन्न आउनु होला पाइप चाहिन्छ भने यो भनेको चाहिँ हाम्रो के भनौँ हाइड्रो पावर हो यहाँबाट चाहिँ बिजुली उत्पादन गर्ने गर्दछ यहाँ यति गहिरो छ कि मान्छेहरू चुर्लुमै डुब्ने छ ओहो बसले धेरै धुलो फालेको अवस्था केटीहरूलाई फ्रीमै मेकअप यहाँ पाइदो रहेछ ओहो यहाँ पनि छ अर्को चौर हामी चाहिँ वहाँ माथि डाँडोबाट झरेको वहाँ माथि डाँडोबाट यो डाँडोको नि पछाडिको डाँडोबाट झऱ्यो हो हामी चाहिँ यहाँ यो अब हामी ओहो केटीहरू पो छ त लाज लाग्यो यो गुम्बा नमस्ते गर्नुहोस् अनि त्यो हो खोला अनि यो मस्जिद हो कि के हो मस्जिद त होइन होला अनि कलेज बस पार्क
मेरो आजको यात्रा यहीँसम्म रह्यो। धन्यवाद। बाई बाई।